माननीय सदस्य ईश्वरबहादुर रिजाल। सम्माननीय सभामुख महोदय, नेपाली नागरिक कमल ढकाल अमेरिकाको न्युरो सम्बन्धी मेडिसिन उत्पादन गर्ने इन्स्टिच्युटमा काम गर्नुहुन्छ। त्यहाँ न्युरो सम्बन्धी मेडिसिनको परीक्षण यो म्याक टेल्ट भन्ने बानर जातिमा गरिन्छ। त्यो चीनमा पाइन्छ, त्यो नेपालमा पाइन्छ र त्यो इन्डोनेसियामा पाइन्छ र प्रत्येक बाँदरको 60,000 अमेरिकी डलर पर्छ र अमेरिकाले प्रति वर्ष 30,000 जति अझ 30,000 भन्दा बेसी बानरहरू आयात गर्ने गर्दछ। त्यसकारण हाम्रो यहाँ त्यही बानरले किसानहरूलाई प्रलय क्षति पुर्याइराखेको छ। हामी जनसङ्ख्या न्यूनीकरण गर्नका निम्ति फ्यामिली प्लान गर्छौँ, 3 महिनासम्मको चाहिँ बच्चा भ्रूण पतन गराउने कानुन बनाउँछौँ, तर अनि श्रम बाहिर निर्यात गर्छौँ। तर जुन जन्तुहरूले जुन जनावरहरूले यहाँ अनावश्यक भइसकेर जनताहरूलाई नोक्सान। माननीय सदस्य ईश्वरी घरती। सम्माननीय सभामुख महोदय, विवाह गर्ने कानुनी उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउने विषयमा भइरहेको बहसप्रति चिन्ता व्यक्त गर्दै विद्यमान कानुन नेपालको संविधान, मुलुकी देवानी संहिता 2074, बालबालिका सम्बन्धी ऐन 2075, बालविवाह अन्त्य सम्बन्धी रणनीति 2072, राष्ट्रिय बालबालिका नीति 2080 मै अडिग रहन सरकारसँग माग गर्दछु। यी कानुनहरू निर्माण गर्ने क्रममा पनि अध्ययन, विश्लेषण, बहस र छलफल धेरै गरेर नेपालको परिवेश अनुसार निर्णय गरिएको हो। सभामुख महोदय, विश्वमा अति उच्च मातृ मृत्युदर र शिशु मृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो। बालविवाहले बच्चा जन्माउने क्रममा जटिलता आउने, समयमा उपचार नपाउने कारणले यी जोखिम छन् भने उनीहरू शिक्षाबाट वञ्चित भई आत्मनिर्भर बन्ने अवसर गुम्दा स्वयं व्यक्ति, परिवार, समाज र राष्ट्रलाई हानि हुन्छ। त्यसैले किशोर किशोरीहरूलाई शारीरिक, मानसिक, शैक्षिक, आर्थिकमा परिपक्व र सक्षम बनाएर विवाह गर्दा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा हुनुका साथै सभ्य समाजको निर्माण हुन्छ भन्ने कुरा हेक्का राख्न जरुरी छ। बरु 20 वर्ष मुनिका किशोर किशोरीका समस्याको पहिचान गरी सम्बोधन गर्नेतर्फ केन्द्रित हुन म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य ईश्वरी देवी नेउपाने। सम्माननीय सभामुख महोदय, वर्षा सुरु हुन थाल्यो, नदी किनाराका जनता फेरि त्रसित हुन थालेका छन्। टिकापुर 5 दौलतपुर घाटमा गत वर्ष बर्सातमा जनप्रतिनिधि, स्थानीय जनता, प्रशासन, प्रहरीले तत्कालै रोकथाम नगरेको भए कर्णाली नदीले ठुलो जनधनको क्षति गर्ने थियो। मान्य मन्त्रीजीको समेत सक्रियतामा बल्ल तल्ल त्यो अनिष्टबाट बच्यो, तर त्यसपछि एउटा ढुङ्गा पनि थपिएको छैन। त्यस्तै टिकापुर 8 अरुणा फाटामा सुक्खा मौसममा आज पनि कर्णाली नदीले निरन्तर काटिरहेको छ। अब 400 मिटर काट्यो भने नदीले बाटै परिवर्तन गरेर बस्तीको ठाउँमा हामीले नदी बगिरहेको भेटाउनेछौँ। सभामुख महोदय, यस अघि पनि यो कुरा मैले सदनमा राखेको हुँ, कार्यान्वयन अझै हुन सकेको छैन। सभामुख मार्फत सम्बन्धित मन्त्रालयको गम्भीर रूपले ध्यानाकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य उर्मिला माझी। सम्माननीय सभामुख महोदय, आज म सुदूरपश्चिमका जनताले भोगेका समस्या उठाउन गइरहेको छु। सामरिक महत्त्व बोकेको महाकाली करिडोर अन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला स्थित तिङ्कर सडक बजेट अभावले निर्माण अलपत्र पर्ने अवस्थामा छ। 65 सालमा सुरु भएको सडक यतिका वर्षसम्म त्यो सडक जोडिएको छैन। ब्यास 1 छाङरुक तिलङ्कार वासीहरूले आफ्नै सदरमुकाम खलङ्गा आवाजात गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ। आफ्नै गाउँ जान जिल्ला समन्वय समितिलाई प्रत्येक वर्ष गाईबस्तु, भेडा, बाख्रा आदिको समेत पास बापत शुल्क तिर्नुपर्ने उल्झन रहिआएको छ। सभामुख महोदय, यो सडक कुनै जिल्लाको भूगोल मात्रै जोड्ने सडक नभई चीन र भारतसँगको सीमा सम्बन्ध कायम गर्ने सडकको रूपमा रहेको छ। यो कुरा नेपाल सरकारले कहिले बुझ्ने? तिङ्कर सडक सबै नेपालीको सडक हो। त्यहाँका नागरिक भन्छन्, हामी चुच्चे नक्सा सार्वजनिक गरेकोमा जति खुसी भएका छौँ, योभन्दा बढी यो सडक निर्माण पछि खुसी हुनेछौँ। यो रणनीतिक महत्त्व बोकेको सडकको निर्माणमा पर्याप्त बजेट उपलब्ध गराउन त्यहाँको माननीय सदस्य ऋषिकेश पोखरेल। सम्माननीय सभामुख महोदय, मोरङ जिल्लाको रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिकामा 2071 सालदेखि सुरुवात भएका 4वटा पुलहरू छन्। अल्टाई होली पुल, कट्नु खोला पुल, मरिया बक्रा खोला पुल र
लारीकट्टा सौठा जोड्ने दादरा खोला पुल 71 सालदेखि बनेको बनै छ। त्यसका निर्माण सामग्रीहरू कुहिने ठाउँमा पुगिसके। अहिलेसम्म ती महत्त्वपूर्ण बाटोमा वैकल्पिक रोड समेत छैन। त्यसकारण म सभामुख मार्फत सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यो सँगसँगै मोरङ खण्डको हुलाकी सडक अब यो वर्षासँगै केही खण्ड बन्द हुने परिस्थितिमा छ। त्यसकारण तत्काल हुलाकी सडकलाई यो वर्षामा बन्द नहुने प्रबन्ध गर्न म सभामुख मार्फत फेरि म सम्बन्धित निकायको माननीय सदस्य एकनाथ ढकाल। सभामुख महोदय, आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले सहमति गरेसँगै मन्त्री परिषदको बैठकबाट माग सम्बोधन गर्नको लागि 8वटा निर्णय गरेर सरकार धन्यवादको पात्र भएको छ। अब पालो चाहिँ गरिएको सहमतिको कार्यान्वयन हो। तसर्थ सरकारले शिक्षकहरूसँग गरिएको सहमतिको कार्यान्वयन आउँदो बजेटबाट गर्नुपर्छ। विगतमा सरकारहरूले सहमति गर्दा उदारता देखाउने अनि कार्यान्वयनमा अनुदार हुने गरेकोले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्।